एकैछिन भोजराज दाइले सोधेको शब्द सुन्नुहोस् त मनै चस्स हुन्छ। सुभाष तिम्रो हात काट्यो भने रगत कस्तो आउँछ? रातो। अनि सीता? मेरो पनि रातै आउँछ। तिमी बाहुनकी छोरी, तिमी विश्वकर्मा नि बाबु? हजुर। दुवैजनाको रगत काट्दा त रातै आउँछ नि, फेरि किन यो जात तगारो भन्छ बारबार? यति राम्रो जोडी छ यो बाबु, नरो। यति राम्रो जोडी, यति सुन्दर जोडी, यति मिलेको जोडी। मन त दुवैजनाको मिलेको छ नि। हजुर। अनि मिलेन के सीता? मिलेन, जात मिलेन नै भन्छ न। सीता तिम्रो पुरा नाम सीता आचार्य? हजुर। सुभाषको सुभाष विश्वकर्मा? हजुर। अहिले पनि यो जमानामा पनि जातकै विषयलाई लिएर यति धेरै पीडा सहनु पर्ने? खै यस्तै छ समाज, सहिरहेको छौँ अझैसम्म। कहिलेकाहीँ यस्तो लाग्दैन सीता यो जात कसले बनायो? लाग्छ एकदम। अब यो जात सम्झिँदा त अब हामी त अब म त एउटा मान्छेसँग नै गएको होइन जस्तो लाग्छ कि म आफूलाई। अब जता जान्छु जात त्यो त यस्तो जातसँग गएँ, त यस्तो जातसँग आइस्। अब जस्तो हाम्रो भिडियोहरू पनि राखेको हुन्छौँ, बाउआमालाई रुवाएर कामीसँग गइस्, कमिनी, यस्तो धेरैले भन्नुभएको हुन्छ क्या। जस्तो त अब म मान्छेसँगै गएको होइन, म त अब मान्छे नै छैन भन्ने जस्तो फिल हुन्छ मलाई चाहिँ। तिमीलाई अहिले सुभाषसँग बिहे गरेर केही पछुतो छ? नै, मलाई त्यस्तो केही पनि पछुतो छैन। तिमी खुसी छौ नि है? हजुर, एकदम। तिमी खुसी छौ, सुभाष खुसी छ, को चाहिँ खुसी भएन यहाँ? यो समाज भएन अनि उनको फ्यामिली भएन। अचम्म लाग्छ है यो समाज देख्दा। तिम्रो मम्मी बाबा प्यारो लाग्छ नि सीता? लाग्छ, जन्म दिएको बाबा मम्मी हो, प्यारो त लाग्छ। परिवारको सदस्यहरूले एकचोटि फोन गरेर सीता के छ तेरो खबर, छोरी के छ तेरो खबर भनेर आमाले बुवाले फोन गरिदियोस् जस्तो लाग्छ नि सीता? लाग्छ। तर आउँदैन फोन? आउँदैन। के भन्छन्? तिमीले केही सुन्छौ? आमा बुवाहरू अथवा सीता तिम्रो परिवारले के भन्छ? अब मैले त मम्मी बाबासँग त अब गएदेखि मेरो त्यही गइसकेपछि म एकचोटि घुराइ गएर कल गरेको थिएँ। त्यतिखेर यो कुराकानी भएको, त्यसपछि चाहिँ कुराकानी भएको छैन मेरो। अहिलेसम्म मैले बोली सुनेको छैन। केही त सन्देश त आयो होला नि? त्यस्तो त केही पनि आएको छैन अहिले। त्यही दिदीले चाहिँ कल गर्नुभएको थियो एकचोटि, अनि दिदीसँग पनि एकछिन कुरा भयो। मम्मी बाबालाई दिनु न त भनेको। अब मम्मी बिरामी हुनुहुन्छ, बिरामी भएर चाहिँ अब हार्ट एट्याक केही भइहाल्यो भने के तैँले बिहोर्छिस् र भन्नुभयो दिदीले चाहिँ। त्यसपछि चाहिँ कुरा भएको छैन। मैले मेरो मम्मी बाबाको चित्त दुखाएँ भन्ने लाग्छ सीता? चित्त त के कुरामा चित्त दुखाउने? अब उहाँहरूको चित्त दुखेको भन्ने अब यही यस्तो आफूभन्दा तलको जातसँग गइस् भनेर चित्त दुखेको हो।